नमस्कार दर्शकबिन सम्पूर्णलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा र तपाईहरुमा आज हामीले एउटा विशेष भिडियो प्रस्तुत गर्दै छौं। भर्खरै मात्रै एउटा विषय सामाजिक सञ्जालमा एकदमै धेरै तातेको छ, किशोर खतिवडा र लक्ष्मी गदालको विषय चाहिँ। र हिजो भर्खरै मात्रै सृजना वाग्लेले चाहिँ लक्ष्मी गदालको रुममै पुगेर चाहिँ कालो मसो दलेको भन्ने समाचारले चाहिँ अहिले एकदमै धेरै विवादित आइरहेका छन्। धेरै जना दर्शकहरूले चाहिँ त्यो विषयलाई चाहिँ भनौं नराम्रो मानेर चाहिँ कमेन्ट गरिराख्नु भएको छ र त्यसै विषयमा लिएर चाहिँ सामाजिक अभियन्ता डीबी लिम्बू पनि आफ्ना कुराहरू राख्न गइराख्नु भएको छ। उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ तपाईलाई। नमस्कार सर, यो भनिदिनु न, जस्तै हिजोको घटना जुन घट्यो नि, सृजना वाग्लेले चाहिँ लक्ष्मी गदालको रुममै पुगेर कालो मसो दलेको विषयले चाहिँ सामाजिक सञ्जालमा धेरै भनौं त्यस्ता प्रतिक्रियाहरू आइरहेका छन्, राम्रो नराम्रो। तपाईँ के भन्नुहुन्छ? होइन, मैले के भन्छु भने सुरुदेखिको भिडियोको कुरा गरौँ थोरै सठिकमा होइन। सुरुदेखि भिडियो हेर्दा के छ भने नि, एउटा सर्वप्रथम त जस्तै सृजना वाग्लेजी भनेको हिजो चाहिँ एउटा महिला अधिकार कर्मी भनेर सुनाउँदा र सुन्दा पनि मजा आउँथ्यो। हिजो चाहिँ धेरै उहाँको एउटा चाहिँ फ्यान पनि हो म होइन। तर हिजोको भिडियोहरू हेरिरहँदा चाहिँ के लाग्यो भने एउटा महिला कर्मी होइन कि एउटा गुण्डागर्दी शैलीमा गएको मैले देखेँ। के चाहिँ हो भने अर्काको रुममा घरमा गएर होइन ताला फुटाउनु यो अधिकार कर्मीले गर्ने कुरा होइन। यो व्यवहार अलि चित्त बुझाइ भएन। के छ भने बुढाबुढीमा ठक्का ठुक्का जसको पनि पर्छ होइन, त्यसैलाई इस्यु बनाएर महिला अधिकार कर्मीको काम के चाहिँ हो भने उहाँहरूको जति पनि टुटफुट भएको छ त्यसलाई जोड्ने काम गर्ने हो क्या, त्यसलाई फुटाउने काम गरेको जस्तो मलाई लाग्यो होइन। त्यो भएको हुनाले हिजोको केस हेर्दा त ठ्याक्कै नै गुण्डागर्दी शैलीमै गएको जस्तो देखेँ मैले चाहिँ होइन। के चाहिँ भयो हिजो सुरुबाट? हिजो के भयो भने सुनसी अब 2-4 जना पत्रकार लगेर जानु भएको रहेछ। त्यहाँदेखि घरि झ्यालदेखि हेर्ने, घरि उता ढोकादेखि हेर्ने गर्दा गर्दै लास्टमा चाहिँ लक्ष्मी गदालजी चाहिँ भित्र हुनुहुन्थ्यो होइन। भित्र भइसकेपछि उहाँले क्यामेराले चाहिँ झ्यालदेखि खिचिराखेको हेर्दा उहाँ चुकुल लाएर बस्नु भएको थियो होइन। पछिबाट चुकुल पनि तोडफोड गरेर उहाँहरू पसेर 1-2 ब्लाड हिर्काउनु पनि भयो भित्रै कोठामा होइन। हिर्काएको भिडियो त्यहाँ एकदम सार्वजनिक भएको छ। त्यो भएको हुनाले अब एउटा कुरा चाहिँ के चाहिँ हो भने हाम्रो लक्ष्मी गदालज्यूलाई पनि म के भन्न चाहन्छु भने अरूको बही बकाउमा आएर चाहिँ उहाँले जुन विषयवस्तु उत्थान गर्नुभयो अर्काले उचालेको भरमा होइन, त्यो त अप्रत्यक्ष रूपमा अब उहाँले उचाल्नु भएन, पैसा मागेको भन्ने कुरा छ। त्यो कुरा चाहिँ लक्ष्मी गदालजीले जुन भन्नुभएको छ अब त्यो चाहिँ हामीले भिडियोमा देखिएन होइन, कल रेकर्डमा पनि सुनिएन। अब माग्नु पनि भयो होला भएन होला, त्यो आफ्नो ठाउँमा छ। तर उहाँले जसरी चाहिँ सृजना वाग्लेजी जो चाहिँ लक्ष्मी गदालको चाहिँ रुममा गएर जुन विदण्डता मचाउनु भयो नि, यो चाहिँ अलि महिला कर्मी होइन, यो चाहिँ गुण्डागर्दी शैली भयो भन्ने मेरो बुझाइ हो सर। त्यो घटना चाहिँ कसरी घटेछ तपाईँको विचारमा? अर्थात् लक्ष्मी गदालको के गल्ती थियो र सृजना वाग्लेलाई चाहिँ त्यसरी केही भन्नुभयो र अथवा किन आउनु भएको छ? होइन, यो विषयवस्तु चाहिँ के रहेछ भने सुरुदेखिकै भिडियो हेरिरहेको छु म होइन। लक्ष्मी गदालजी र किशोरजीलाई चाहिँ उ गर्दाखेरि हाम्रो चाहिँ क्राइम टिभीका चाहिँ कुशलभ केसीजीले पनि लिएको पनि हेऱ्यो होइन। त्यो भिडियोमा पनि उहाँहरूको चाहिँ डिस्कस परिरहेको थियो कि के थियो भने माग एउटा चाहिँ 10 लाख माग्ने भन्ने माग थियो लक्ष्मी गदालजीको होइन। तर पछिबाट फेरि अलिक भिडियो अर्को पनि आउट हुँदै जाँदा उहाँले के भन्नु थाल्नुभयो भने किशोरजीलाई चाहिँ उ गरे भनेर एउटा चाहिँ बेहुली पनि हाम्रो चाहिँ सृजना वाग्लेजीकै उसमा चाहिँ सेरोफेरोमा बसेर चाहिँ त्यहाँ बेहुली बनाएर लगिएको अरे भन्ने कुरा माग्नुभयो। मैले चाहिँ अर्काको बही बकाउमा आएर मैले चाहिँ यो कार्यहरू गरेँ होइन। महिला अधिकार कर्मीले गर्दाखेरि एकजना हुनुहुन्छ भन्दै थिए, पछिबाट नाम खुलाउनु थालेपछि त्यहाँनिर सृजना वाग्ले भनिसकेपछि त्यहाँनिर विवादिलो आएको भन्ने मेरो बुझाइ। भनेपछि महिला अधिकार कर्मीले चाहिँ लक्ष्मी गदाललाई युज गरेर किशोर खतिवडालाई फसाएर चाहिँ पैसा चाहिँ 10 लाख बापत चाहिँ 2 लाख चाहिँ मलाई दिनु भनेर चाहिँ लक्ष्मीसँग चाहिँ आन्तरिक कुरा भएको रहेछ भन्ने बुझाइको। भनेपछि अनि बेहुली बनाएको पनि सबै ठिकै रहेछ? फेकै हो भन्ने कुरा आयो। लक्ष्मी गदालले स्वयमै भनिरहेछ नि, त्यो त भिडियोमै भनिरहेछ। यो चाहिँ तपाईँले नै सर सामानदेखि लिएर हरेक कुराएर चाहिँ मलाई यसरी बनाउनु भयो भनेर चाहिँ पछिबाट उहाँले चाहिँ होइन मैले अर्काको बही बकाउमा भनेर चाहिँ किशोरजीसँग माफी पनि माग्नुभयो होइन। बिचरा हरेक उहाँको पनि त एउटा इमेज छ होइन, एउटा नायक जस्तो मान्छेको, उहाँलाई पनि अलिकति इज्जतको ख्याल हुन्छ नि त, त्यतिसम्म त गर्नु नपर्ने भन्ने एउटा हामीलाई पनि मन परेको नायक हो होइन। त्यो कालो मसो दलमा जाँदा चाहिँ एक्कासी सबै क्यामेराम्यानहरू अथवा मिडियाकर्मी पनि सँगै पुग्नु भएको थियो नि त्यहाँनिर? सँगै लग्नु भएको रहेछ उहाँले होइन। उहाँले
त्यो चाहिँ जस्तै उहाँहरूले चाहिँ अहिले टाइटल पनि हामीले देख्यौँ होइन हेऱ्यौँ टाइटल हाल्ने शैली नै पनि सिर्जना वाग्लेतिर एकतर्फी मिडियाले हाल्नु भएको छ र किशोर र लक्ष्मी गदालपट्टिबाट यो एकतर्फीले हाल्नु भएको छ होइन यो चाहिँ के हिजो चाहिँ जस्तै लक्ष्मीलाई आक्रमण भएको थियो कि लक्ष्मीले चाहिँ सिर्जनालाई होइन सुरुमा त लक्ष्मीजीलाई नै आक्रमण भएको हो किनभने सुरुवातदेखिको भिडियो हेर्दा के छ भने उहाँको रुममा गएर जसरी चुकुल फुटाएर भित्र छिरेर चाहिँ हात हाल्ने काम गरियो त्यो सरासर चाहिँ सिर्जनाजीको चाहिँ गलत देखिन्छ यसमा होइन पछिबाट चाहिँ कालो मसो दल्ने उ गर्ने होइन एउटा चाहिँ महिला अधिकार कर्मी भइसकेपछि चाहिँ कानुनको पाटो अप्नाउनु भएको भएदेखि चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो होइन हामी पनि एउटा चाहिँ समाजमा सामाजिक अभियन्ता भएर हिँडिरहँदाखेरि हामीले पनि त्यसो गर्नु मिल्छ जस्तो मलाई लाग्दैन त्यो भनेको एउटा चाहिँ गुन्डागर्दी शैली जस्तो लाग्छ है मलाई चाहिँ हजुर त्यही त एउटा महिला अधिकार कर्मी त अर्की महिलालाई होइन त्यसको एक्लै अथवा अर्को आफ्नो भनौँ प्राइभेट रुममा चाहिँ गएर त्यसरी कालो मसो दल्न मिल्छ त एउटा महिला त्यो मिल्दैन त्यो कुनै एङ्गलबाट पनि मिल्ने देख्दिनँ म चाहिँ होइन अब सिर्जना वाग्लेजीले हेरिराख्नु भएको छ भने पनि किनभने उहाँको पहिलाको चाहिँ फ्यान पनि हो म होइन अलि धेरैवटा इन्टरभ्यू हेरेको पनि छु मजा पनि लाग्थ्यो एउटा चाहिँ मजाले चाहिँ एउटा अधिकारका कुरा गर्नुहुन्थ्यो पार्ट च्यापेर तर यो विषयवस्तुमा चाहिँ मलाई चित्त बुझाइ भएन सिर्जना वाग्लेजीसँग होइन किनभने एउटा महिला बसेकोमा चाहिँ गएर चुप्पुल फुटाएर होइन बिचरा भित्र बसिराखेको छ चुप्पुल फुटाएर गएर चाहिँ हातपात गर्नु होइन त्यहाँदेखि कालो मसु दल्नु होइन भनेको चाहिँ एउटा यो चाहिँ सिधा भन्नुपर्दा हेपाइसी स्वभाव पनि भयो होइन एउटा महिला अधिकार कर्मी भएर एउटा महिलामाथि त्यसरी अन्याय र अत्याचार चाहिँ गर्नु मिल्दैन भन्ने मेरो बुझाइ हो त्यही त अब उहाँ जति आरोप लाउनु भएको छ लक्ष्मी गदालले 2 लाख मलाई दिनु अनि 10 लाख चाहिँ किशोरबाट मागौँ भनेर यसरी मलाई यो सबै बनावटीमा अथवा फिल्मी शैलीमा चाहिँ यो सबै गराएको हो भनेर भन्नुभयो नि त्यो कुरा के तपाईँलाई सत्यता जस्तो लाग्छ क्या अथवा आरोप मात्रै लाग्यो त होइन यो त आरोप प्रत्यारोप आइराखेको छ होइन अब त्यो हुन पनि सक्छ होइन के हो भने अब आन्तरिक विषयमा उहाँहरूको के कुराकानी भयो त्यहाँदेखि त्यो हुन पनि सक्ने सम्भावना छ अथवा चाहिँ नहुन पनि सक्छ त्यो बेहुली बनाएर लगेको कुरा सत्य हो भने त्यो भन्छ होइन बेहुली बनाएर सिर्जना वाग्लेजीले लगेको हो भने चाहिँ यो 2 लाख मागेको सत्य खुल्छ मेरो बुझाइमा चाहिँ हजुर पनि 2 लाख रुपियाँ जुन 10 लाख रुपियाँ किशोरजीसँग उठाएर 2 लाख मलाई दिनु भनेको कुरा चाहिँ त्यसबाट चाहिँ फेरि हामीले विश्वास गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो हजुर जस्तै अब त्यसरी भनौँ न अब कालो मसो दल्नु होइन त्यो पनि अब उहाँले कानुनी तरिकाबाट गएको भए भइहाल्थ्यो यदि मलाई चाहिँ यो सबै आरोप लगाइएको छ होइन भनेर उहाँ कानुनी तर्फबाट गएको भए राम्रो हुन्थ्यो होइन तर उहाँहरू भनौँ न एउटा ग्याङै जस्तो जानुभएको थियो नि त होइन लेडिजहरूको ग्याङै जानुभएको थियो यता लक्ष्मी गदाल त एक्लै हुनुहुन्थ्यो रुममा होइन उहाँले अब घटिसक्यो होइन यो घटनाको विषय सरसर हेर्दा चाहिँ किनभने सिर्जना वाग्लेजीले चाहिँ कानुनको भागीदार हुनुपर्छ भन्ने मेरो बुझाइ हो होइन किनभने यति बुझ्ने मान्छे यस्तो महिला अधिकार कर्मी यसरी चाहिँ चम्केको मान्छेले चाहिँ त्यो व्यवहार अपनाउनु सक्थ्यो नि त कानुन नजान्नु भएको त होइन होइन हरेक अगाडिको भिडियो पनि हेऱ्यो अघि पनि मैले भने उहाँले गरेका कुराहरू एकदमै मन पर्थ्यो मैले धेरै भिडियोहरू हेरेको छु सिर्जना वाग्लेजीको राम्रो बोल्नु भएको छ तर यो विषयमा चाहिँ अलि चित्त बुझाइ भएन उहाँले हिजो त्यही आक्रोशकै अवस्थामा उहाँले मिडियाकर्मी साथीहरूलाई नै हातपात गर्नुभएको थियो हिजोको भिडियोमा हामीले देखाएको थियौँ तपाईँले नै देख्नुभयो होला सायद होइन यो विषयलाई लिएर चाहिँ के भन्नुहुन्छ जस्तै हाम्रो हेडलाइन नेपालका सञ्चालक हाम्रो अर्को पत्रकारलाई पनि उहाँले ठेल्नु भएको थियो होइन उहाँले एकदमै आक्रोश ज्यादा पोख्नुभयो हिजोको हिसाबमा किनभने हरेक मिडिया साथीहरूलाई जसलाई चाहिँ उहाँलाई चाहिँ खिच्नु आइदिएन भने त्यसमाथि चाहिँ आक्रोश पोखेको देखियो के उहाँलाई जसरी पनि खिच्नलाई आइदिनु पर्ने होइन उहाँको तर्फबाट बोलिदिनु पर्ने नभएदेखि सबैलाई चाहिँ नै हातपात लाउने किसिमको आक्रोश पोखाएको देखियो भिडियोमा त्यो चाहिँ अलिकति जो महिला कर्मी भएर चाहिँ त्यो खालको व्यवहारहरू चाहिँ साह्रै पच्ने खालको भयो जस्तो मलाई लागेन त्यो भएको हुनाले कानुनको हिसाबले सर हेर्दाखेरि हाम्रो चाहिँ सिर्जना वाग्लेजीको चाहिँ गल्ती देख्छु अब हुने त अब हामी पनि कानुनको उयो चाहिँ होइन तर पनि हामीले सरस्वती हेर्दा पनि कानुनको भागीदार थोरै चाहिँ सिर्जना वाग्लेजी हुनुपर्छ भन्ने बुझाइ हो हजुर जस्तै अब एकदमै हामी अन्त्यतिर नै आइपुगेका छौँ होइन के भन्न चाहन्छु यही घटनाले होइन अन्त्यमा म के भन्न चाहन्छु भने सर्वप्रथम त अब किशोरजीलाई त के भन्नु होइन लक्ष्मीजीलाई पनि किनभने एउटा व्यावहारिक भएर हिँड्ने भइसकेपछि कसैको भई बकाउमा आफ्नो श्रीमानमाथि नै लालछना लाएर चाहिँ त्यसलाई चाहिँ करपच्याप बनाउनु पर्छ भन्ने लाग्छ भने त्यो चाहिँ एकदमै
घटिया सोच हो होइन। त्यो भोलि गएर तपाईँलाई नै हानि गर्छ। आज जसरी हानि गरिरहेको छ होइन, चुप्प लागेर बस्दा त केही पनि भएको थिएन त होइन। आज आएर चाहिँ एकजनाले महिला कर्मीले उचाल्यो अथवा चाहिँ ए गर भन्दैमा अनि उनीहरूको पछाडि दौडेर 10 लाख माग्नुतिर लाग्नुभयो, भोलि 15 लाख माग्नुतिर लाग्नुभयो भने फेरि अभिभावक चाहिँ यही हुन्छ। र सिर्जना वाग्लेजीलाई म के भन्न चाहन्छु भने हिजोको जुन जसरी चाहिँ इमेज बनाइराख्नु भएको थियो, यो जसरी महिला कर्मी भनेर चिनिनु भएको थियो, यसले चाहिँ अलिकति तपाईँको इमेज डाउन हुन्छ भन्ने मेरो बुझाइ हो। त्यो भएर आइन्दादेखि यस्ता केसहरूमा चाहिँ नै ध्यान दिनु होला। किनभने महिला अधिकार कर्मी भइसकेपछि चाहिँ यस्तो आक्रोश पत्रकारमाथि हातपात गर्ने भनेको यो राम्रो विषयवस्तु होइन होइन। अब यो त कस्तो देखियो भने घर झगडा लगाएर चाहिँ त्यहाँबाट पैसा उठाउने भने जस्तो देखियो नि त। यदि त्यो सत्य हो भने त्यस्तो गर्दा मिल्यो त एउटा त्यो मिल्दैन। महिला अधिकार कर्मीले अघि नै पनि मैले भने के हो भने घर झगडा बिगार्ने होइन क्या, महिला अधिकार कर्मीले भनेको त जोडाउने काम पो गर्नुपर्छ त होइन। जस्तै महिलाले महिलाको भावना बुझेर चाहिँ त्यसलाई चाहिँ आगो लगाउने होइन कि पानी छापेर चाहिँ निभाएर त्यसलाई घर परिवार कसरी मिलाएर राखिदिने भन्ने विषयमा अगाडि बढ्नु भएको थियो भने यति विवादिलो हुनु नथ्यो क्या। अर्को कुरा अनि फेरि महिलालाई नै फेरि चाहिँ कालो मोसो दल्छु भनेर चाहिँ जसरी आफ्नो टिमको चाहिँ पत्रकार सहित ल्याएर चाहिँ उहाँले भनिसक्नु भएको छ मैले दलिसकेँ, कालो मोसो दलिसकेँ, मलाई के छ म भोग्न तयार छु भन्नु भएको छ उहाँले होइन। त्यो व्यवहार चाहिँ एकदमै यो चाहिँ एउटा चाहिँ आक्रोश, यो चाहिँ गुण्डागर्दी शैली हो भन्ने मेरो बुझाइ हो। जस्तो यदि उहाँले 2 लाख खाएको प्रुभै पुग्यो भने उहाँ लक्ष्मी गदालले आरोप लगाए अनुसार होइन के भन्नुहुन्छ? एउटा महिला अधिकार कर्मीले त्यसरी पैसा खाएर त्यसरी गरेको चाहिँ यदि प्रुभै पुग्यो भने चाहिँ प्रुफ पुग्यो भने कानुनले उहाँलाई चाहिँ सजाय दिनुहुन्छ होइन। अब अरू महिला अधिकार कर्मीमाथि पनि चाहिँ अलिकति शङ्का जाग्न थाल्छ जनमानसमा होइन, पब्लिकलाई होइन। त्यो सिर्जना वाग्लेजीको कारणले गर्दा चाहिँ अरूलाई पनि शङ्का उपशङ्का जाग्न थाल्छ र कुन विश्वासले चाहिँ अरूसँग पनि पछाडि लाग्ने महिला अधिकार कर्मीसँग भन्ने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ। सबैलाई नै आशंकाको वातावरण चाहिँ सिर्जना गरिदिन्छ यसले चाहिँ। हस्, अन्त्यमा अब हामी आइसकेका छौँ। तपाईँले आफ्नो कुरा राखिसक्नु भयो होइन, केही छ हामीले तपाईँलाई सोध्न भुलेको अथवा तपाईँलाई भन्नु मन लागेको? होइन, अन्त्यमा त म त्यही भन्न चाहन्छु के हो भने सर्वप्रथम त म यहाँ सिर्जना वाग्लेजीलाई भन्दा पनि लक्ष्मी गदालजीलाई चाहिँ अलिकति वैभवमा नआउनु होला। तपाईँ केटाकेटी हुनुहुन्न होइन, त्यो भएको कारणले गर्दा कसले उचालो भन्दैमा आफ्नो श्रीमानमाथि अथवा बोयफ्रेन्ड भन्नु जे भन्नु होइन, एउटा माया गरेको मान्छेमाथि चाहिँ आरोप प्रत्यारोप लाएर यति पैसा लिएपछि मलाई यति दिनु अनि त्यति राख भन्दाखेरि चाहिँ वैभवमा आउनुभयो भने हिजोकै अस्तिकै काण्ड हुन्छ होइन। त्यो भएर सिर्जना वाग्लेजीलाई चाहिँ म के भन्न चाहन्छु भने महिला अधिकार कर्मी भइसकेपछि कसैको घर परिवारमा सानातिना झगडा ठाटा ठुकठुक जसो पनि पर्छ, तपाईँको पनि पर्छ होला होइन। अर्कोले आएर चाहिँ भाँडभैलो गरिदिने, आगोमाथि घिउ थपिदिने काम गर्नुभन्दा पनि महिला अधिकार कर्मीले भनेको चाहिँ त्यसलाई मिलाउने, उहाँहरूको परिवार कसरी सुखमय रहन्छ भन्ने चाहिँ त्यसरी गर्ने हो होइन। हिजोको कारणले गर्दा चाहिँ म पनि अलिकति तपाईँप्रति चाहिँ आशंकित भएको छु होइन। पहिला तपाईँको म फ्यानै हो, त्यो भएको हुनाले तपाईँले धेरै ध्यान दिनुहोस् भन्न चाहन्छु मेरो तर्फबाट होइन। आउँदो दिनहरूमा चाहिँ यस्ता क्रियाकलापहरू चाहिँ रोक्नुहोस्। पत्रकारलाई हात लगाउने होइन, अधिकार कर्मी भएर त्यस्ता व्यवहारहरू चाहिँ रोक्नुहोस्। पत्रकार भनेको के हो भने होला त एका दुई पत्रकारहरू होइन फ्रड होलान्, तर चाहिँ सबै पत्रकार फ्रड हुन्छ भन्ने छैन। पत्रकार भनेको चाहिँ मध्यस्थताको भूमिका खेल्ने र कहाँनिर दुःख परेको छ त्यस्तो ठाउँमा गएर चाहिँ सहयोग पनि गर्नु भएको छ होइन, देखिराखेका छौँ। त्यो भएको हुनाले पत्रकारलाई हात लगाउने काम इत्यादि गर्नु भने तपाईँ मुनिको मुनि नै रहनुहुन्छ। जति हाइटमा जानुभएको थियो यसले गर्दा चाहिँ तपाईँको हाइट चाहिँ तल गिरेको भन्ने मेरो बुझाइ छ। हस् त, तपाईँलाई धेरै धन्यवाद। हस्।